नमस्कार। नमस्कार। तपाईँको नाम के होला? मेरो नाम विजय कुमार खवास हो। तपाईँ कहाँदेखि आउनु भएको हो? म सुन्दर हरिचायक पचाम मोरङबाट आएको। तपाईँ सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कहिले ग्रहण गर्नुभयो? सन् 2013 9 मार्च। तपाईँ के काम गर्नुहुन्छ? म काठ मिस्त्री हो। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा ग्रहण गर्नुभन्दा पहिले तपाईँले के कस्ता भक्ति साधनाहरू अपनाउनु भएको थियो? म देवी देवताको पूजा गर्थेँ। बुवाआमाले जे सिकाउनु भएको थियो परम्परागत रूपमा त्यही गर्दै थिएँ। अनि केही वर्षपछि अलिक म ठुलो भएपछि म शिवचर्चामा लागेँ। शिवचर्चामा 12-15 वर्ष म घुमेँ गरेँ। अनि त्यहाँदेखि ओम शान्तिमा पनि ज्ञान बुझ्दै जाँदै थिएँ। अनि त्यो पनि चित्त नबुझेर अनुकूल ठाकुरमा 1 वर्ष इष्टविधि गरेँ। अनि त्यो पनि चित्त नबुझेर म वर्षै वर्ष बोलबम पनि जान्थेँ चतरामा। अनि बडा चतरा मेला पनि जान्थेँ। तपाईँ विभिन्न देवी देवताको भक्ति साधना गर्नुहुन्थ्यो, साथै विभिन्न पन्थहरूमा लागेर पनि भक्ति साधना गर्नुभयो। यति भक्ति साधनाहरू गर्दा गर्दै सन्त रामपालजी महाराजजीको शरणमा किन जानुभयो? म यति देवी देवताहरूको भक्ति गर्दा गर्दै साधना गर्दा गर्दै यति घुम्दा घुम्दै ज्ञान बुझ्दा बुझ्दै सबै धर्मशास्त्र गुरुहरूको खोजीमा गर्दा गर्दै मलाई कता कता चित्त बुझिरहेको थिइनँ। र म जन्मेदेखि सानैदेखि म दुखी थिएँ, रोगी थिएँ। जन्मेदेखि म थ्यालेसेमिया बिरामीबाट र जन्डिसबाट म पीडित थिएँ। मेरो थ्यालेसेमिया भनेको एनिमिया प्लस कुपोषण भन्ने बिरामी हो। यसमा चाहिँ के हुन्छ भने ब्लडको कमी हुन्छ, हेमोग्लोबिन उत्पादन गर्न सक्दैन र 3-3 महिनामा ब्लड चढाउनु पर्ने हुन्छ। डाक्टरको भनाइअनुसार ब्लड चढाउनु पर्थ्यो र कतिचोटि सप्तकोशीमा र घोपा क्याम्पमा मैले ब्लड चढाएको थिएँ। अनि त्यसपछि अनि यो शारीरिक कमजोरी, मानसिक तनाव हुन्थ्यो। यो पीडाले गर्दाखेरि यो धेरै खर्च हुन्थ्यो। बिरामी खर्च, बुवा आमा पनि तङ हुनुभएको थियो। अनि त्यहाँदेखि मलाई शारीरिक एकदम रिङ्गटा लाग्ने, कमजोर हुने, शारीरिक बौद्धिक के भन्छ स्कुलमा पढ्नको लागि दिमाग त्यति काम नगर्ने हुन्थ्यो। त्यही भएर म सन्त रामपालजी महाराजको शरणमा गएको। सन्त रामपालजी महाराजको शरणमा कसरी पुग्नुभयो? म सुन्दर हरेचा 12 विराट चोक भन्ने ठाउँमा मेरो बुवा काम गर्दै हुनुहुन्थ्यो। त्यहाँ फर्निचर खोल्नुभएको थियो मेरो बुवाले। अनि म पनि त्यहाँ बुवासँगै सघाउनको लागि गएको थिएँ त्यो दिन। अनि त्यहाँ गर्दा गर्दै दिउँसो 12-1 बजेतिरको कुरा हो। सन्त रामपालजी महाराजको गाडी आएर काठमाडौँबाट प्रचार प्रसार गर्दै आउनुभएको रहेछ विराट चोकमा। बस स्ट्यान्ड, विराटनगर आउने बस स्ट्यान्डमा बसिराख्नु भएको रहेछ 2-3 घन्टादेखि। अनि त्यहाँ माइकिङ पनि गरिराख्नु भएको रहेछ कि कौन ब्रह्मा का पिता है, कौन विष्णु की माँ, शङ्कर का दादा कौन है भनेर यसरी भन्दै हुन्थ्यो। अनि के हो कसो हो, म त्यतिखेर शिवचर्चामा हिँड्थेँ। अनि मलाई एकदम चासो लाग्थ्यो देवी देवताको बारेमा, भगवानको बारेमा, परमात्माको बारेमा। मलाई सानैदेखि खोजी थियो। म किनकि दुखी थिएँ, म पीडित थिएँ। यस कारणले गर्दाखेरि म त्यो काम जुन गर्दै थिएँ, म बुवालाई सघाउँदै थिएँ, त्यो थाँती राखेर म के रहेछ कसो रहेछ भनेर म गएँ बाटोतिर। अनि जाँदा त्यहाँ सन्त रामपालजी महाराजका शिष्यहरूले प्रचार प्रसार गर्दै हुँदो रहेछ ज्ञानगङ्गा पुस्तकको, कि यो पुस्तक भनेको एकदम अनमोल किताब हो, कि मनुष्य जन्मको लागि यो मनुष्य जन्म भनेको गोल्डन चान्स हो। यो मौका छुटाउनुको लागि यो मौका नछुटाउनुहोस्, भक्ति गर्नुहोस्। शास्त्रकुल भक्ति साधना बताउनु भएको छ सन्त रामपालजी महाराजले। यो शास्त्र अनुकूल बताउनको लागि यो ज्ञानगङ्गा पुस्तकमा कम्प्लिट ज्ञान बुझ्नुहोस्। हाम्रो 4 वेद, 18 पुराण, श्रीमद् भागवत गीता, 11 उपनिषद सबैको बारेमा जानकारी छ। शास्त्र सही सम्मत बताएको छ। अनि यो अनुसार भक्ति साधना गरेपछि हामीलाई मोक्ष प्राप्ति हुन्छ, सुख शान्ति हुन्छ भनेर प्रचार प्रसार गर्दै हुनुहुन्थ्यो। अनि मैले त्यो कुरा सुन्दै थिएँ। अनि त्यहाँ पुस्तक मैले ज्ञानगङ्गा पुस्तक लिएँ अनि ल्याएर म पढ्न थालेँ। त्यहाँ एकदम मलाई रोचक लाग्यो कि शिव पुराण, विष्णु पुराण, दुर्गा पुराणको बारेमा रहेछ। सबभन्दा पहिला मैले विषय सूची हेरेँ। अनि त्यहाँदेखि मैले सन्त रामपालजी महाराजको ज्ञान 3 दिन ननस्टप पढेँ। अनि त्यहाँदेखि मैले त्यो समझमा आएन, मेरो दिमागमा आएन, ढिलो छ मेरो दिमाग। त्यही भएर म 1 महिना लगातार प्रत्येक वर्ड मैले सबै पढिसकेपछि अनि मलाई परमात्माले दया गर्नुभयो। अनि म भित्रैदेखि प्रेरणा जाग्यो कि म अब सन्त रामपालजी महाराजको बाट नाम दीक्षा लिन्छु, मन्त्र दीक्षा लिन्छु, बरवाला आश्रम जान्छु। अनि त्यसपछि बरवाला आश्रम पुगेर म सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा प्राप्त गरेँ।
सन्त रामपालजी महाराजबाट उपदेश प्राप्त गरेर भक्ति साधना गर्न थालेदेखि तपाईँले के कस्ता लाभहरू पाउनुभयो? सर्वप्रथम त मलाई मेरो यो मोक्षको मार्ग प्राप्त गरेँ मैले। मनुष्य जन्म अनमोल जन्मबाट मैले सौभाग्य पाएँ। अनि त्यसपछि म यो मेरो जन्मजातै यो थ्यालेसेमिया बिरामी, एनिमिया र कुपोषण जुन बिरामी छ त्योबाट मुक्त पाएँ। र जन्डिस पनि मलाई सानैदेखि नै थियो। 15-20 वर्षसम्म मलाई मेरो जन्डिस ठिक भइरहेको थिएन। मैले 15-20 आइटमको जडीबुटी दबाई र डाक्टरहरूको हस्पिटलमा कुद्दा पनि मेरो जन्डिस ठिक भएको थिएन। सन्त रामपालजी महाराजको शरणमा गएपछि मेरो जन्डिस पूर्ण रूपले ठिक भयो। नाम दीक्षा लिएको केही वर्षपछि मेरो छोरी पानीमा डुबेकी थिए। त्यतिखेर बुवालाई प्रेरणा भयो कि नातिनी कता गई भनेर। अनि उता खोलातिर गई कि भनेर जाँदाखेरि खोलामा डुबिरहेकी थिए। अनि परमात्माको दयाले, सन्त रामपालजी महाराजको दयाले मेरो छोरीको जीवनदान दिनुभयो। अनि त्यसपछि मलाई जन्मजात थ्यालेसेमिया बिरामी थियो, त्योबाट मुक्त भए। मेरो एकपल्ट फर्निचरमा काम गर्दाखेरि पछाडिबाट सर्प आएको थियो, गोमन सर्पको बच्चा। अनि साथीहरू भन्दै थियो कि विजय तिम्रोतिर सर्प आउँदैछ, भाग। अनि म चाहिँ सर्पैतिर भागिरहेको थिएँ पछाडि फर्केर। अनि झन्डै टेकेर मलाई परमात्माले, सन्त रामपालजी महाराजको दयाले सर्पको टोकाइबाट बचाउनु भयो। अनि त्यसपछि मेरो हजुरआमा बित्नुभयो। मेरो हजुरआमाको क्रियाकर्म गर्ने बेलामा बुवाले सामान लिन पठाउनु भएको थियो मलाई हडेचा बजार। अनि म त्यही सहयोगको लागि म गएको थिएँ। म एउटै, मेरो बुवा पनि एउटै हुनुहुन्छ, म पनि एउटै हो, एउटै नाति छोरा। अनि त्यहाँदेखि अब कोही थिएन घरमा ल्याउने। अनि म गएको थिएँ सामान बाइक चढेर, बाइक लिएर। अनि आउँदाखेरि फर्किँदाखेरि स्कुलको जस्ट स्कुलमै हाम्रो गाउँमा स्कुल छ, त्यहाँ अलिक मोड बाटो छ। त्यो मोड बाटोबाट उत्तरपट्टिबाट ट्र्याक्टर आइरहेको थियो। अनि म यता दक्षिणपट्टिबाट म घर फर्किँदै थिएँ। त्यहाँ अचानक ट्र्याक्टर आएर झन्डै मेरो अलिकतिले मेरो एक्सिडेन्ट भयो। परमात्माको दयाले गाडी बन्द भयो र त्यहाँ परमात्माको सन्त रामपालजी महाराजले मलाई जीवनदान दिनुभयो। दोस्रो करोना लहरमा मेरो परिवारमा मेरो बुवा, आमा र बहिनी कोरोना भाइरसबाट सङ्क्रमित हुनुहुन्थ्यो। अनि त्यतिखेर हामी ती एउटै घरमा, एउटै परिवारमा, एउटै आँगनमा हामी आमा बुवाहरूको, बहिनीको सबैको सामानहरू पुर्याउँदै थियौँ। र हामीलाई केही पनि भएन। सन्त रामपालजी महाराजको दयाले मेरो भगतमती, मलाई र छोराछोरीहरूलाई, बुवाको एकदम अन्तिम अवस्था आइसकेको थियो। कोभिड कोसीमा पनि ल्याएको थिएँ विराटनगरमा। अनि त्यहाँ पनि परमात्माको दयाले मैले प्रार्थना पनि लगाएको थिएँ, भनेको थिएँ कि परमात्माको लागि के भन्छ प्रार्थना लगाइदिनु भगतजी भनेर। अनि त्यसपछि सन्त रामपालजी महाराजको दयाले मेरो बुवालाई पनि जीवनदान दिनुभयो। म एकचोटि मेरो कलको, खानेपानी कलको जुन ह्यान्डपम्प छ, ह्यान्डपम्प जुन पाइप हुन्छ नि बटुका, त्यो फुस्किएको थियो, त्यो भाँचिएको थियो। अनि त्यो म वाइल्ड गर्नको लागि म गएँ बेलेपुर चोक। अनि त्यहाँ जाँदाखेरि म ग्रिल पसलमा जाँदाखेरि त्यहाँ ग्रिलवालाले मैले यो वेल्ड गरिदिनु, मेरो यो कलको बटुको हो, यो भाँचिएको छ भनेर जाँदाखेरि त्यहाँ ग्रिलवालाले त्यहाँ चेन गेट बनाइराखेको थियो र त्यो चेन गेटमा म उभिराखेको थिएँ। त्यो चेन गेटमा उभिराख्दाखेरि उहाँले गर्दै हुनुहुन्थ्यो। अनि अर्को एकजना तुरुन्तै आउनुभयो, एउटा ग्रिलपत्ती लामो चाहियो भनेर। त्यहाँ ग्रिलपत्ती काट्ने बेलामा चाहिँ मिस्त्रीले त्यही ग्रिल चेन गेटबाटै राखेर काट्न थाल्नुभयो। म त्यहाँ करेन्ट लागेर एकछिन म एकदम थर गरेँ, यसो गरेँ करेन्टले। अनि त्यो तार चाहिँ सन्त रामपालजी महाराजको दयाले त्यो जुन तार हुन्छ, जुन जोडेको, त्यो तार चाहिँ झरेर परमात्माले मलाई बचाउनु भयो। सन्त रामपालजी महाराजले मलाई बचाउनु भयो। त्यो करेन्ट लागेर जतिखेर म लडेँ, त्यतिखेर म लड्दाखेरि मेरो यो देब्रे हातको यो जुन हड्डी छ, यो हड्डी फुस्कियो। हड्डी फुस्केर यति आधी इन्ची, पौने इन्ची जति निस्किएको थियो, आधी इन्ची जति निस्किएको थियो। अनि त्यो सन्त रामपालजी महाराजको दयाले त्यो आफै आप ठिक भयो। अरू सानातिनाहरू धेरै छन्। दुईचोटि म सर्पको टोकाइबाट बचेँ। एकपल्ट काम गर्दाखेरि त्यहाँ घरपट्टि साउनीले यो तिरपाल उता सार्दियो भाइ भनेर भन्नुभएको थियो। अनि त्यो तिरपाल उठाएर म यसो सार्ने बेलामा
त्यो यसै टाउकोमा गरे टाउकैबाट त्यो सर्प झरेर मलाई झन्डै टाउकोको टोकाइबाट के भन्छ सर्पको टोकाइबाट परमात्माले बचाउनु भयो। एकचोटि मलाई मेरो बुवाले एउटा गाई ल्याउनु भएको थियो। त्यो गाई एकचोटि फुस्किएको थियो। बिहान यस्तै 8 बजेतिरको कुरा हो, शनिबारको दिन। त्यतिखेर गाई फुस्किँदाखेरि आमाले गाई फुस्क्यो भनेर भन्नुभयो। अनि बाउ छोरा गाई समाउन गाई पक्रिन गए। गाई पक्रिन जाँदाखेरि ल्याइराखेको थियो हामी। ल्याउँदै गर्दाखेरि बाटोमा एउटा अर्को गाई पनि बाँधिराखेको थियो छिमेकमा। अनि त्यो गाईले यति स्पिडले एट्याक गर्यो हाम्रो गाईलाई कि मलाई सहित के भन्छ पछाडिदियो मेरो गाईलाई र मलाई पनि उछालेर पछाडिदियो। घुँडासुरा पनि फुटाइदियो। दाहिने हातको हड्डी फुस्काउँदाखेरि म 1 हप्ता गाउँघरमा जुन मालिस गर्ने हुन्छ नि त्यस्तैमा मालिस गरेर अहिलेसम्म ठिक छ। सन्त रामपालजी महाराजको दयाले यो मेरो देब्रे हात जुन काम गरिरहेको थिएन, यो लगभग 7-8 वर्ष जति भयो होला, यो हात काम गरिरहेको थिएन र मालिक सन्त रामपालजी महाराजको दयाले अहिलेसम्म काम गरिरहेको छु। पहिलेको भक्ति साधना र अहिलेको भक्ति साधनामा के भिन्नता पाउनुभयो? विगतमा अब जुन देवी देवताको पूजा गर्थे त्यो शास्त्र विरुद्ध साधना रहेछ हैन। त्यो हामीले सन्त रामपालजी महाराजले जुन ज्ञान दिनुभयो त्यो ज्ञान गङ्गाको आधारमा त्यो सन्त रामपालजी महाराजको ज्ञानले के बुझियो भने कि त्यो विगतको जुन साधना छ त्यो के भन्छ गुरुमुखी छैन, त्यो मनमुखी साधना छ, शास्त्र विरुद्ध साधना छ, त्यो युजलेस छ, कुनै काम हुँदैन, कुनै काम दिँदैन। र अहिलेको जुन सन्त रामपालजी महाराजले जुन ज्ञान दिनुभएको छ यो सर्वसम्मत प्रमाणित छ, सबै शास्त्रमा प्रमाणित छ। 4 वेद, 18 पुराण, सूक्ष्म वेद, श्रीमद् भागवत गीता सबैमा प्रमाणित छ। तपाईको इन्टरभ्यू हेरिरहेका दर्शकलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? टिभी हेरेर बसिराख्नु भएको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने सन्त रामपालजी महाराज कबीर परमात्माको अवतार हुनुहुन्छ। सन्त रामपालजी महाराजको चोलामा आउनुभएको छ कबीर परमात्मा। कबीर परमात्मा प्रत्येक युगमा आउनुहुन्छ, 4 युगमा आउनुहुन्छ। सतयुगमा सतसुकृत नामले आउनुभएको छ, त्रेतामा मुनिन्द्र नामले आउनुभएको छ, द्वापरमा करुणामय नामले आउनुभएको छ, कलियुगमा कबीर नामले आउनुभएको छ र 600 वर्ष अगाडि लीला गरेर जानुभएको थियो। त्यतिखेर आउँदाखेरि भन्नुभएको थियो कि म जब कलियुग 55 वर्ष बितेपछि म फेरि यो पुरै संसारलाई तार्नको लागि, मोक्ष प्राप्त गराउनको लागि सबैलाई लिएर जान्छु। सतलोक जहाँ अविनाशी स्थान छ, सतलोक जहाँ भनिन्छ सचखण्ड भनिन्छ, त्यहाँ लिएर जान्छु। अनि उहाँ सन्त रामपालजी महाराज हुनुहुन्छ। त्यही भएर सन्त रामपालजी महाराजको शरणमा गएर आत्मकल्याण गराउनुहोस्। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन के गर्नुपर्छ? नेपालको विभिन्न टिभी च्यानलहरूमा सन्त रामपालजी महाराजको सत्सङ्ग प्रवचन आउँछ। सोसियल मिडियामा पनि आउँछ, सोसियल प्लेटफर्महरूमा पनि आउँछ ती सत्सङ्ग प्रवचनहरू। त्यसमा लाइन चल्छ मुनि, त्यो चलेको लाइनमा चाहिँ नम्बरहरू हुन्छ, फोन नम्बर हुन्छ। त्यो नम्बरमा कन्ट्याक्ट गरेर नाम दीक्षा लिन सक्नुहुन्छ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन कति पैसा तिर्नुपर्छ? सन्त रामपालजी महाराजको भक्ति गर्नको लागि 1 रुपैयाँ पनि पर्दैन, निःशुल्क नाम दीक्षा पाइन्छ। धन्यवाद। सत साहे।